नेपाल हुँदाखेरि मसँग खासै पैसा हुन्थेन कि अलिअलि त पैसा हुन्थ्यो होइन। त्यसपछि म विदेश आएँ। विदेश आएपछि त्यही अलिअलि पैसा भनेर पनि छोडेको। यस्तै रहेछ के गर्ने। नेपालतिर भन्छ तेरो लाइफ त अब चिल हुने भयो, विदेशमा त चिल हुन्छ। हुन्छ कहिले कसो आकाशतिर हेर्दाखेरि देखिन्छ चिल। त्यसको लाइफ बरु चिल होला, मेरो लाइफ चिल छैन के ब्रो भने मैले होइन। विदेश आइहालियो सुरुमै अब के गर्ने, अब यस्तै रहेछ। पहिला पहिला नेपालमा भन्थ्यो विदेशमा त पैसाको रुख हुन्छ। खै म पनि विदेश आएँ, देख्दिनँ त पैसाको रुख कहीँ पनि। कि सुक्यो रुख कि सब टिपेर भइसक्यो पहिला पहिला आउनेहरू। म अलिक ढिलो आएँ जस्तो लाग्यो कसम। यस्तै अब ढिलो आयो भने के गर्ने। विदेश सुरुमा आएको अनि अनि मार्केट घुम्न गएको है। फलफुलको प्राइस आम्मामा कति महँगो हो फलफुलको प्राइस यहाँ। त्यो फलफुलको प्राइस हेर्दाखेरि त बोक्रैसित खाम जस्तो लाग्यो क्या मलाई। पहिले थाहा पाएको भए त नेपालबाट आउँदाखेरि चाहिँ बिरुवा लिएर आउँथेँ मैले अहिले यहाँ अब होइन। त्यसपछि त आफ्नै बिजनेस हुन्थ्यो भन्ने लाग्यो। अब त्यस्तै गर्दा गर्दै अनि म त जापान आएको अझ। जापान आएको अनि त्यसपछि चाहिँ यसो अब सुरुमा जापान आइयो। न केही भाषा बुझ्छ न केही। अनि दाइहरूले चाहिँ सिकाएको थियो कि जे भन्दा नि हाई भन् भाइ, जे भन्दा नि हाई 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 सुरुमा हाई जो भाइ भन्ने। ल ठिकै छ। अनि मेरो इन्टरभ्यू थियो, इन्टरभ्यू दिनु गएको। अनि इन्टरभ्यूमा पनि त्यही हाई हाई त हो। उताबाट सोध्छ दोको गाह्रो किमासित हाई नान्साई देश का हाई जे भन्दा नि हाई न्युङ्गो वाकारू हाई इमा नान्साई देश का हाई बाका बा त नेपालमै हुनुहुन्छ, म पनि नेपालमै हो। म मात्रै फक्कै देश आएँ भनेको धपाइहाल्यो त्यहाँबाट आइयो। अनि सुसु त अब जापानमा बस्दै गइयो। बस्दै गएपछि अनि अब सुसु त काम पनि गर्न थालियो। अलिअलि त बोल्न जानिन्छ नि त। पिज्जामा राखेको पटुल त बोल्छ, अब हामी त यता टाइम भएपछि त बोल्नु पऱ्यो नि त अलिअलि होइन। बोल्न थालियो अलिअलि। त्यसपछि अनि कामसाम पनि गरियो। अनि महिनाको स्यालेरी आयो। त्यो स्यालेरी आएको दिन त ओहो मा कसम मजा लाग्ने रहेछ। स्यालेरी यसो हेर्दै थिएँ अनि उता साइडबाट फेरि अनि स्यालेरी आएपछि त्यस्तै त हो। उता साइडबाट आज त पार्टी हान्न पर्छ है भन्छ रुम रेन्टले क्या। रुम रेन्टले आज त पार्टी हान्न पर्छ है भन्छ। उता बिजुलीको बिलले पनि जेडी गर्छ फेरि। ट्याक्सले मा चाहिँ बोलाउन नबिर्सी ल। ठिकै छ अब तिम्रो त हो भन्यो। लास्टमा हिसाब गर्यो 0 स्यालेरी 0। अनि मेरो क्यालकुलेटर बिग्रेको हो कि किस्मत भन्छु। अब त्यस्तै किस्मतै होला बिग्रेको मेरो। त्यसै सुत्ता गर्दै गर्दै अनि त्यसपछि काम गर्दै गरेर अनि मैले मोबाइल किनेँ। मोबाइल किनेको अनि यसो फोटो खिच्न गएको थियो। आइफोन किनेको। फोटो खिच्न गएको अनि दोस्तले भन्छ ओए यसबाट त खतरा फोटो आउँदो रहेछ। फोटो मात्रै होइन महिनामा खतरा इन्स्टलमेन्ट पनि आउँछ। यस्तै हो अब। अनि मेरो त काममा जान ढिलो भयो यार। म गएको है ल, बाई बाई।